450 दिएको छ हो 450 त्यो भएपछि यो पहिला यो चाहिँ सेन्टर 450 लिनु पर्यो है यसरी 450 सेन्टर यो कुराहरु पछि आफैले मिलाउने है फिल्ममा पनि यही हो कुरा फिल्ममा पनि यो यसरी राखेर नापेरै मिलाउने हो हामीले है अब गरिराखेकोलाई त थाहा छ नगरेकोलाई सुन्नुस् अब गरिराखेको पनि सुन्नुस् आफ्नो आफ्नो तरिका होला हैन त्यो भएपछि पहिला हामीले यो भित्ताबाट 450 भनेर त्यो नक्सामा हेर्नु नक्सा भिमा राख्छ नक्सा भिमा राख्छ म भिमा राखौ न यसरी 450 है 450 लिएपछि यसलाई पहिला 450 मा मिलाउनु पर्यो माटो चाहिन्छ पछि यताबाट कति छ यताबाट 320 छ है 320 सेन्टर 320 भनेपछि मेरो एउटा भएकोमा पर्यो 320 देखि 350 भन्नु पर्यो 320 भन्दा त पहिलामा अर्को टुक्रा छैन अब हामीले यो एकचोटि पनि नाप्नु पर्यो यसरी यो कति छ भनेर यो लगभग 120 को उसमा छ हैन त्यस भएपछि 60 यता 60 उता जानु पर्यो है 20 3 4 5 6 त्यसपछि यता 450 है इटा ल्याउनु पर्ने हो बालो ल्याउनु छ र अर्किन्छ नि बालो चाहिन्छ बालो किन बालो अनि यो अर्किन्छ नि जान्छ नि हो भने चिनेन के मान्डललाई त्यो अहिले 880 सम्म छ है लगभग चाहिँ यो गर्दाखेरि 11 यसको यहाँबाट चाहिँ 1200 मा राख्नु पर्यो के सेन्टरमा हैन सेन्टर होइन यसको यो यही बार वाइ 1200 वाइ चाहिँ 1200 मा राख्नु पर्यो यहाँ अर्को नाप दिएको छैन है 1200 मा यसरी है यसरी 1200 मा नाप दिनु पर्यो अब यो भित्ताबाट यो कति आउनु पर्यो भने 450 है 450 आउनु पर्यो यसको सेन्टर आउनु पर्यो कहाँ कसरी दिने भन्ने यसको सेन्टर यही हो यसरी होइन त्यो बेसले नै हुन्छ यसरी चाहिँ 450 हुन्छ है यो सेन्टरबाट चाहिँ यहाँ पनि 450 नै गर्नु पर्यो है कतिमा छ जस्तै 320 सेन्टर पारेर राख्नु पर्यो ग्रीन कलर हुन्छ त कि बाइक म आज खानु पर्ला अनि हेर्नु मिल्दैन नि त त पहिलो बनाइन्छ है अब यताबाट एकचोटि हेर्नु पर्यो यताबाट चाहिँ 1050 यताबाट 1050 आउनु पर्यो यता खेल्नु यसरी राख्नु पर्यो अब मिल्छ कि मिल्दैन फेरि 320 त्यो हेर्नु पर्यो भित्ताबाट 320 छ नि सर भित्ताबाट 320 यहाँबाट 1050 ब्यागबाट पछाडि साइडबाट 450 ब्यागबाट 350 नाप्नु पर्यो कि यसरी 580 जस्तै अब हामीले प्रायः जस्तो नाप्दाखेरि यो तल जुन चम्चा ननाप्ने अहिलेलाई फिल्ममा चाहिँ नाप्न मिल्यो यहाँ चाहिँ ननाप्ने है त्यो भएपछि हामीले यो घेरासम्म नाप्ने कि त्यो भएपछि यहाँ कति भयो 580 है 580 एउटा अनि यहाँबाट एउटा नाप्ने 630 कति 580 630 ल काट्नु